बालेनले आयोगको बयानमा के भने? जाँचबुझ आयोगले काठमाडौँ महानगरका तत्कालीन प्रमुख बालेन्द्र शाहसँग पनि बयान गरेको छ। यस्तो छ उनको बयान। 2082 साल भदौ 23 र 24 गते म सरकारी निवास लैनचौरमा थिएँ। 23 गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन। व्यवसाय र रेस्टुरेन्टहरूले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो। 23 गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका सञ्चार माध्यमबाट थाहा पाएँ। मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो। जनधनको रक्षाका लागि सामाजिक सञ्जाल मार्फत संयम अपनाउन अपिल गरेको थिएँ। घटना पश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। भदौ 24 गतेको घटना दुःखद थियो। 23 गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुन सक्छ। 24 गते काठमाडौँ महानगरपालिकाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो। सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो। तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाडौँ महानगरको फोहोर बोक्ने गाडी बन्सरी डाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोध स्वरूप मेटाफोरका रूपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा जलाइदिन्छु शब्द प्रयोग भएको थिएन।